सपना देख्ने मात्र होइन त्यसलाई पूरा गर्ने हिम्मत राख्ने विद्यार्थी नै सफल हुन्छ। नमस्कार विद्यार्थी भाइ बहिनीहरू, नेपाली व्याकरणको श्रृङ्खलामा आज पनि मैले वाक्य परिवर्तनको विशेष अन्तिम भाग लिएर आएको छु। अभ्यासभन्दा अगाडिको त्यो भाग भनेको कुन हो भन्ने कुरा पक्कै पनि टाइटल हेर्दा भेट्नुभयो होला। आदर हो, त्यही आदरलाई मैले लिएर आएको छु। यसो भन्दै गर्दा अघिल्लो भागहरू तपाईँले छुटाउनु भएको छ होला सायद। भाग 1 पुरुष, लिङ्ग, वचन, पुरुष गरेर 3वटा भागहरू छन्। त्यो छुटाउनु भएको छ भने त्यो हेर्नुहोला। यदि तपाईँलाई व्याकरणको अरू भागहरू पनि अथवा अरू कोर्सहरू पनि याद गर्न मन लाग्छ अथवा तपाईँले जान्न मन लाग्छ भनेदेखि तपाईँलाई मैले व्याकरणको कालपक्षको छुट्टै एउटा भाग लिएर आएको छु। शब्द भण्डारको छुट्टै भाग छ अनि विभिन्न आइडियाहरू पनि छन्, लेखनहरू होइन, क्रिएटिभ राइटिङहरूको सबै कुरा तपाईँले हेर्न सक्नुहुन्छ। आज हामी ढिलो नगरिकन अगाडि बढौँ। विशेष गरी हामीले हेर्नुपर्ने वाक्य परिवर्तनको भागहरू है। वाक्य परिवर्तनको भागहरू हामी हेर्दै गर्दा हामी वाक्य परिवर्तन भन्ने कुरा नै के हो भन्ने कुरा बुझ्नुपर्छ। वाक्य परिवर्तन भन्ने कुरा बुझ्नुभन्दा अगाडि हामीले वाक्य नै के हो भन्ने बुझ्नुपर्छ। वाक्य भनेको अर्थपूर्ण शब्दहरूको समूह अथवा शब्दहरूको अर्थपूर्ण समूहलाई हामी के भन्छौँ? वाक्य भन्छौँ। अब वाक्य परिवर्तन भनेको चाहिँ के त? वाक्य परिवर्तन भनेको चाहिँ के रहेछ? एउटै वाक्यलाई अर्थ नबिग्रिने गरी कहिले लिङ्गको आधारमा, कहिले वचनको आधारमा, कहिले पुरुषको आधारमा परिवर्तन गर्नु नै के रहेछ? वाक्य परिवर्तन गर्नु रहेछ है। अब यसको अनुसार हामीले वाक्य परिवर्तन गर्न त खै भन्नु होला। तपाईँले मैले उदाहरण सहित दिन्छु, अन्तिममा एउटा अभ्यास दिन्छु, त्यो अभ्यास छुटाउनु हुन्न तपाईँले है। अब यसमा हामीले हेर्दै गर्दा ढिलो नगरी अगाडि बढौँ है। आदर भनेको के हो त? पहिला बुझ्नुपर्छ है। आदर भनेको के हो त? आदर भनेको कसैलाई सम्मान वा असम्मान देखाएर बोल्ने तरिकालाई के भन्छ? आदर भन्छ है। कसैलाई सम्मान अथवा असम्मान अथवा सम्मान नगरिकन बोल्ने होइन, अनादर गरेर बोल्ने ती पक्षहरूको अर्थलाई हामी के भन्छ? आदर भन्छौँ है। जस्तै आदरका पनि प्रकार छन्। एउटा निम्न आदर अनि अर्को के हुन्छ? मध्यम आदर, अर्को उच्च आदर है। निम्न भनेको चाहिँ के त भन्ने कुरा बुझ्नु होला पहिला। कम सम्मान अथवा घनिष्ठ अथवा साना व्यक्तिलाई जनाउने शब्दलाई हामी के भन्छौँ? आदर भन्छौँ है। निम्न